हो भाइयो हजुर पिउनी परानी साँडे पाइन्छ पाइन्न पाइन्छ हुन्छ त्यहाँ बस्नु न ल बस्नु ल ल्याउनु त छिटो है ल ल यो यो पनि हेराउनु न हेर हाम के खानुहुन्छ अरू खै केही नुन र भात ल्याउनु न नै भो ल खाता है म गएँ ओ भाइ यार जाने जाने साँधेर कहाँ गयो तिमी चाहिँ कहाँ हुन्छ त्यस्तो कहाँ हुन्छ यार तपाईँ यार भोलि तिमीलाई नि त के भयो त नि कहाँ त्यस्तो हुन्छ हाम्रो सबैलाई थाहा कसैलाई थाहा आएन त्यति तपाईँलाई हाम्रो चिनेको छैन त्यतिकै बोतल साँधेर गएर हुन्छ सधैँ साबुन दिनुहुन्छ नि बोतल फस यहाँ नेपाल हो तपाईँको भोलि तिमीलाई पर्सि तिमीलाई खातामा लेख्नु नि नेपाल हो र यो जापान लगेर त यहाँ सधैँ खाइरहेको थिएँ मैले तपाईँले किन यस्तो गर्नुभयो त नि खै हामी त तपाईँलाई चिन्दैन पहिला फेर बल्ल देखेको तपाईँलाई यार यस्तो गर्न कहाँ पाइन्छ कहाँ हुन्छ यो नेपाल हो यो त जापान होला नि जापान यस्तो त भोलि पर्सि हुन्छ कस्तो कुरा लाजामहरू अनि यार ल त्यसो भए ल कस्तो मान्छे आउँछ नि यार यस्तो जापान र नेपाल त सम्झेर उल्टा सिधा लागेर अहिले त रौसी पनि उधारो ल्यायो अरे यो भयो भन्ने कुरा जापानको सिस्टममा कस्तो छ पैसा नभए के खान पाइने के गर्न पाइने थाहा नबुझिने पनि उधारो भोलि यार पर्सि अरे न कस्तो मान्छे आउँछ नि यार यस्तो मान्छे नआइदिन्छ यार यार जापान पनि ठ्याक्कै नेपाल जस्तो भयो यार उधार जापान पनि यार साथी यार के भन्नु तपाईँले यार नेपाल जापान त भाँड भाइलो भयो नि त है हेर्नु सुन्नु भएको अरे कहानी